एकचोटि तपाईँले अघि उचाल्नुहोस् त कतिको सन पार उगाउनुहुन्छ यस्तो कलर नखाइकन कलर सेच्नुहोस् त अलिक पछि लिउँ ल हो त्यहाँबाट अन्त मोबाइल राख्छु अनि उता राखेर आउँछ बिचरा यतापट्टि फोन गर्छन् एकचोटि ढाका जस्तो बोक्नुपर्छ त्यस्तै त हुन्न उँधो हाल्नुपर्छ कसरी त यही नमिलेर त यथेर समय पसिना रसिना बसो गर तातो खाइयो त तातो छ कि उँधो त यसरी उचाल्न सकिन्छ गोरुङ्गो छ भन्दा अगाडि त अब इन्जिनै अगाडि छ र ती पछाडि पछाडिको त आउँछ अगाडिको आउँदैन ओ बाबा राइट भन्छ उचाल्न नछोडिदिनु होला है यता कसो भन्दा एकचोटि यस्तै गराएर पस्नु होला एकचोटि यस्तै गराएर हल्का हल्का अझै यतिकन माथि गइकन पारा आउनु भएको छ हो त्यसरी अडाउनु होला है अन्त ठुलो छ भन्दा बाटो यत्तिकै नाम्लो लाउनु कसो होला भन्दा विचार गर्नु पर्छ अब आउँदैन जस्तो छ अन्त पारा यति पुगिजानु छ अन्त खस्नु त कुरै गर्नु भएन पठाउनु होला भन्दा कताबाट हाल्नु त्यहाँबाट त हुन्न त्यहाँबाट तान्दाखेरि फेरि उखान्छ गर त्यो यतातिर आउँछ त यता यताबाट आउँछ उताबाट आउँछ अड्डामा खानु ल खुट्टो राख्नलाई पनि नछोड्दैन होला है यस्तो राका सुन्यो त यो जान्छ ए बा अब त यस्तो त जिन्दगीमा के भाइ खाइला त बोक्नुहुन्छ अब विचार गर्छु गर मामा हामीलाई लैजाउँलाको नाम्लो लामो अढाई दिन त पर्छ है भन्दा यस्तो हल्का हल्का अब त्यो हेन्डल छोप्नलाई भन्छ घप्लकै उँधो जान्छ है भन्छ ल के मैले त सँगै जाला फेरि उँधो सर्क्यो अनि पुछाउँछ है हुन्न गर भन्दा उँधो भाग धेरै उँधो भएको त्यो एकचोटि टाउको उचाल्नुहोस् त उताएर यतिबाट दुर्को पार्नुहोस् त त्यहाँबाट यता मैले ओढाउँछु हो त्यहाँबाट बस 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 यो त पस्यो भन्दा अघि भारी हुने छ इन्जिनको ओके सर्लक्कै यता खेल्नुहोस् त बिस्तारै जानुहोस् उचाल्नुहोस् है भन्दा हल्का ल टुप्पी छोप्नलाई टुप्पी छोपेको के छोप्नलाई हुन्न पर्नुहोस् है हुने भएन भन्दा हो दुःख ढुङ्गा पऱ्यो भने यस्तो खायो कि भन्दा यसले खाने हो त कोही यार यसले त गेर्काले एकचोटि उचालेको बित्दैन छ तिमी त दुला जाने हो त भन्दा भित्र ए त्यो र त गेरको
माथि चाहिँ तानमा भन्जालाई हुन्न तान्नु तानमा खतम भयो यार भाइ केही यहाँ सबै यस्तो भन्छ कि काँडा हालेर लान सकिन्छ भने त अरू विकल्प छैन ल यस्तरी यसलाई यता बसालेर त्यसरी हाले सकिएला नत्र त भोचेर खाँदैछ यार कि यतै फर्काएर अर्को बाटो त्यो घुँडो टेक्ने ठाउँमा ढुङ्गा परेको घुँडो टेकेर बल्लाउने ठाउँमा एकचोटि विचार गर्ने रहन्छ अन्तिम कि मैले भएको कुरा ए भन्दा खान्छ गर विचार गर्नु त गर्नुहोस् त्यही पनि माथि राख मेरो है कहाँ छ अगाडि चाली झ्याक्छ के भन्छ यार ओके अगाडि चाली झ्याक फलामको डल्लो गरेर अनि 150 किलोको यार 150 किलो भयो दिमाग लाग्ने भन्दाले कसम भन्छ अब उ गरौँ यो 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 सानो लागौँ यसलाई कसरी हुन्छ माथि निकालौँ र उ गरौँ तपाईँले पहिला ल्याउनु भनेको है त निक्लिन्छ होला के उल्टो परेको अनि फेरि कि यसलाई तल ठेल्देर लानु होला उता उता माथि तान्नुहोस् एकचोटि पस्नुहोस् यस्तै त पोलेर पनि खाएको अनि त त्यो पानी ल्याएर इन्जिन हालौँ त भन्छ तानमाथि गएर जान्न त्यस्तै अलिकति माथि गयो भने यसलाई माथि ठाडो पारेर अगाडि भयो नि त्यहाँ त्यसलाई पोसीले पनि यताबाट चलाएर निकाल्छु बल्ल बल्ल तपाईँले यताबाट छेक्नु होला हुन्छ माथि माथि गर्नु उता तान्नुहोस् तल फेन्दा तपाईँ दाब्नुहुन्छ भने तान्ने कसरी मैले उचाल्छु तपाईँले नि उचाल्नु अगाडि उचाल्नु सोल्लो छ र भन्छ हो छ भने यो हो त्यही खोलो छोलो छ अब यतिकिन माथि ठाडो बनाऊँ भन्छ मैले पछि ठेल्छु यतिकिन उँधो ओल्टा ठोसिनु भएन भन्छ अहिले तपाईँ अघि जानुहोस् त मैले पछि ल्याउँछु पर्ल खुट्टो खाऊ भने अनि नाम्लो त यहाँ त गएर भन्छ ट्रेनभित्र बेटारेर गएछ घर यहाँ छोरो अब कालो अनि खाएछ कट्टै गरे अनि अब अझै फर्केन ए मेरो हात खा मेरो हात खायो
त्यो खुला पस्यो भने त अहिले साल निकाल्न सकिन्न फेरि हो गर कता त्यताबाट धान हुन्छ उचालम के गर्यो उचालेर माथि राखौँ के यस्तो त्यताबाट धान्नुहोस् मैले चलाएर यसो चलाइदिनु लाग्यो कि तल आयो पछिको त सकिन्छ यो आउनु भएन यो लेक गाडको भाँच्ची छ अगाडिको त्यस्तो ठेलेर लाने र हुन्छ पुरुष त भन्छ यो छोड्नुहोस् त्यति मैले नाम्लो लाउँछु रसी लाउने तान उँधो झाला जान्छ रुसी पनि के लाउने हो यार थाहा छ नामलाई ताँडे लामा है ल अब त हान्दा मैले कुनै हाल त यसलाई छोडेर ए भाइ यहाँ त ओहो यहाँ त लिला भयो हेर्नुहोस् त ल आउँछ आउँछ हेर्नुहोस् न धन्न छिमेकी हुनुहुन्थ्यो र ए मैले यहाँ के सकस गरेँ त लिएर जाने भाइ यहाँ भने हामी न उचाल्न मिल्ने न अघि न पैसा फस्यो गर हेर्नु त यदि बाटो नबनाइदिएर कसरी यहाँ यही गोतीलाई बास हुन्न गर हुन्न हेर्नु त ए मैले बाइक त बेसार खाने भयो बरु नाम्लाले बोक्छु भनेर लाग्यो नाम्ला त छिँदेर छैनको चोक्टा लाम्टा भयो गर कति बेलादेखि लड्नु पर्छ ए बरे कोथेरबाट भयो त्यहाँ चाहिँ दाइले बाख्रा लिएर जाने दाइले भन्नुभयो अनि त्यसो यो त सनको हो नि यो त जाति ती बोल्नु होला भनेको त बेमानी हो डगाएर चकर हेर्नुहोस् हेर्नु त त्यसपछि त्यसको चाहिँ आपत परेको त जानु गर्नुपर्छ त्यहाँ हामी यता आएको त्यहाँ उनले खबर भनेरै हो नत्र ए भान्जा भन्नु नाम त भान्जालाई बोलाएँ धैरेलु त यति खेलिन अब चुनाव आउनु लाग्छ अनि यता लाँदै हुनुहुन्थ्यो कसै यता लाने हो चुनाव आउनु लाग्छ यहाँ चुनावमा भोट माग्न आयो भने यो ल्याएर देखाउने सिखार भात जसले जे दिन्छ त्यो खाने मान्छे गोतीलाई यस्तो बाटाघाटा बनाउने दुःख पर्दा सहयोग गर्ने मान्छेलाई दिनु पऱ्यो हेर्नुहोस् हेर्नुहोस् त रात पर्न लाग्थ्यो झन् आउनु नत्र आज यहीँ भान्जा आएछ त अहिले बल त आथ्यो माथि तान्न लाग्थ्यौँ एक्लै तान्न खोज्नुभएको अझ पहिला ए बरे बेसार खाने भएर केही सिप्न लाग्छ भान्जालाई फोन गरेको ए बा ए धुला बोका त चल्छ गर चल्न त चल्छ यो त मलाई लाग्दो त जति छ त्यस्तै भएर बिचरा ल